Guys, welcome back to my channel. आज दादा म मेरो साथी भएर कहाँ जाँदैछौँ अनि मम्मी चाहिँ आज उता बुटोलतिर जानु हजुर सानो बसेको छु। सेङ्जाको घर त अर्को भिडियोमा हेरिसक्नुभयो होला, अस्ति नैको भिडियोमा छ। अब हामी बाटोतिर निस्केको फेरि उहाँहरू चाहिँ नआउने। अब ह्याप्पी डे देखाउँदै हामी निस्क्यौँ घरबाट। अनि हामी हिँड्दै उहाँहरू चाहिँ आउँदै हिँडौँ अनि भन्नु पर्यो यहाँ त नहुनु रहेछ। चलो फेरि तलतिर। त्यहाँ चाहिँ आज कस्तो राम्रो सिन आइरहेछ। बिहान बरु कस्तो राम्रो थियो। त्यहाँ चाहिँ मेरो गएतिर निस्किसक्यौँ। हेलो, यो टाइम चाहिँ हामी यता आएको थियौँ, फेरि अर्को टाइमको भिडियो थियो त्यो चाहिँ। अनि हामी चाहिँ निस्क्यौँ उतातिर। हेलो भन। हेलो डाँडा स्कुलतिर निस्केको हामी। आज हामी कता अरे बेसीतिर जाँदैछौँ। हिँड्दै हामी राङकोसको भ्यू हेऱ्यौँ। उता फेरि यस्तो राम्रो छ। तपाईँहरू आउनुहुन्छ यो ठाउँमा, यति राम्रो छ। ऊ त्यो चाहिँ आउनुहुन्छ, त्यो चाहिँ टुरिस्टहरूको लागि हो। हामी यति धेरै बाटो हिँड्दै जाने हो। यताबाट आउनुहुन्छ। एउटा स्कुल आयौँ, यिनको पहिलाको स्कुल भित्रबाट देखाउँछु, रोकिनुहोस् तपाईँले। र अहिले बन्द छ स्कुल, यो यहाँको स्कुल। हामी निस्क्यौँ फेरि। अब हामी जाँदैछौँ तल नै जान्छ। हामी भिड पनि देखाउँछौँ अरू डाँडा। अब त्यहाँ गएपछि भिडियो गर्छौँ। हेर्नु कति धेरै राम्रो। हामी निस्क्यौँ तलतिर। यो फर्स्ट पार्ट हो गाउँ घरको। यो टिप्न थाल्यौँ। अब हामी यता एकछिन बससम्म आउँदै गर्नु छ। उहाँहरू यता बस्दै थकै लागिसक्यो। के अनि होला बस। यहाँ चाहिँ लाली गुराँसको चित्र रहेछ। फर्स्ट टाइम धेरैचोटि हजुरहरूलाई थाहै छ यहाँ गाउँमा फेरि कति बोलाइ हुन्छ। हामी पातलो गाइजहरू यहाँ कति राम्रो हो। ए कसको जुत्ता